अहिले पर्मिट बनाएर यति बेलासम्म त पुगिसक्नु पर्ने हो अब Bye. Tom. So finally हामी होटलबाट चेकआउट लिइसक्यो एन्ड हामी चाहिँ खास रुम यता पामे साइडतिर लिएको थियो यता अगाडि चाहिँ लेक साइड भयो यता अति स्ट्रिक्ट छ भन्ने सुनेको थिएँ मैले अहिले बुलेट राइडरहरूलाई अलिक बढी नै स्ट्रिक्ट छ अरे सो हल्का केयरफुल हुनुपर्छ यता लेक साइडतिर बाइक चलाउनुको नि मजा बेग्लै छ यार मैले बुलेटहरू अलमोस्ट सबै स्टककै देखिरहेको छु यो पोखरामा बिकज अफ अहिले अलिक कडा छ नि त अस्ति नै दाले कति 200वटा बाइक समातेँ भने जस्तो लाग्थ्यो सो त्यही भएर नि होला अहिले एकदम कम मोडिफिकेसन बाइकहरू मोडिफाई भएको बाइकहरू देख्न पाइरहेछ वेदर चाहिँ अति नै गर्मी छ है यसरी माथि हेर्दाखेरि चाहिँ चिल देख्छ वेदर बट लास्ट गर्मी छ क्या एकछिन बसेर यतिकै बसिरह्यो भने पनि चिरचिर पसिना आउने खालको छ क्या अझ हिजो त लेदरको ज्याकेट लगाएको थिएँ अति पागल भएर म त सो आज चाहिँ हाम्रो प्लान के छ भने चाहिँ यहाँबाट बेनी जाने बेनी गएर स्टे गर्ने भन्ने थियो हिजोसम्म चाहिँ बट अब अहिले चाहिँ प्लानमा चेन्ज आएको छ अहिले चाहिँ बेनीमा गएर नबस्ने हामी डाइरेक्ट मुस्ताङ हान्दिने भने मुस्ताङमा गएर एक दिन स्टे गर्छौँ त्यसपछि लेट्स सी के हुन्छ बाटोमै प्लान बन्छ है अहिले भनेर हुने होइन पेट्रोल हाल्न पनि छ मेरो बाइकले माइलेज कति दिन्छ भने अब थाहा हुन्छ हिजो धादिङबाट फुल ट्याङ्क हालेर आएको थियो 60 को होला 70 970 को गयो फुल ट्याङ्कमा ठिकै हो उसको मेरोभन्दा थोरै माइलेज दिँदो रहेछ उसको 1270 को लाग्यो उता 1250 कि 51 हो मेरो 900 कति माइलेज त दिन्छ मेरो बाइकले 60.5 अब फुल ट्याङ्क हालेछ मैले सिङ्गल स्ट्यान्ड लगाएर राखेँ भने सब झर्छ के भयो डबल स्ट्यान्ड लगाएर राख्नुपर्छ सारङकोटको टप आइपुग्नु लाग्यो एउटा लभली भ्यू आउने ठाउँ छ क्या कहाँनिर हो चाहिँ थाहा छैन मलाई तर हामी एकचोटि टुर आउँदाखेरि मलाई लिएर थियो ड्याम भ्यू यार पोखरामा अहिले वेदर चाहिँ कस्तो भने बिहान चाहिँ टन घाम लाग्ने अनि बेलुका भएपछि पुरै कालो बादलहरू घेरेर पानी पर्ने यस्तै भइरहेको जस्तो लाग्यो मलाई त हिजो नत्र हामी पोखरा आउँदाखेरि पनि त्यस्तै घाम नै थियो टन वाला एकैछिनमा फेरि पानी परिदियो त्यसपछि फेरि एकैछिनमा उज्यालो पनि भइदियो हिजो मैले केही पिक्सहरू क्लिक गरेको थिएँ आई विल पुट द्याट अन स्क्रिन हेर्न सक्नुहुन्छ अति नै बवाल थियो क्या हिजोको वेदर एकदम चिल थियो क्या आई थिङ्क हामी अब मेन बाटो आइपुग्यौँ अब यहाँबाट चाहिँ त्यही मेन रुट नै होला यो सबै अहिले हामी भित्रको बाटो आयो नि त माथि सारङकोट हुँदै आएको सो त्यही हो अहिलेसम्मको राइड इज गोइङ गुड ज्यान हल्का दुखिरहेछ हिजो त्यत्रो हान्यो नि त होइन वहाँदेखि यहाँ हल्का ज्यान चाहिँ दुखिरहेको जस्तो भयो तर ठिक छ अहिले चाहिँ लुम्ले भन्ने ठाउँ आइपुग्यो हामी अनि यहाँबाट बागलुङ चाहिँ अझै कति धेरै थियो किलोमिटर बाटो इज अति नै गुड छ यहाँको बाटो स्टिकर थियो यार त्यो डोरमा मेरो च्यानलको पनि एउटा स्टिकर बनाउने सोच्दै थिएँ म लेट्स सी के हुन्छ टावा टाटा के हो ठाउँको नाम सो अहिले चाहिँ हामी ढावा कास्की भन्ने ठाउँमा छौँ अनि यहाँनिर यसो हाम्रो दाइको बाइक यो मेरो
यहाँ आदर्शको अनि यो चाहिँ रेहानको 3टा बुलेट एउटा एक्सपल्स छ। अहिले चाहिँ हामी खाजा खानु रोकेको छौँ यहाँ होइन। मेरो गोप्रोको ब्याट्री पनि चार्ज गर्नु पर्ला, एउटा मात्र ब्याट्री छ, त्यही भएर लास्ट झन्झर भइरहेको बेलामा मात्रै खिच्छ। सो अहिले चाहिँ खाजा खाएर अब हामी यहाँबाट निस्किनु लाग्यो, डाइरेक्ट बेनीतिर लाग्छौँ होइन। सुजलको गाउँ जाँदै हो हामी चाहिँ अब बेनी होइन। 1.5 घन्टामा पुग्छ भन्नुभएको दाइले। सो छिटो हिँडिहाल्छौँ अब, जति ढिला गऱ्यो त्यति ढिला पुगिन्छ हामी। डाइरेक्ट मुस्ताङसम्म खिचिदिने भने अब लेट्स सी के हुन्छ। बाई बाई। अब मोटो भ्लगमा भेट्नुपर्छ। ब्याक प्याकिङ फेरि यस्तो कडा भएको छ है, यो मैले बानेको हो, दाइले र मैले मिलेर बानेको। इट लुक्स ड्याम गुड। भने कसैको झोला छैन ल, यहीँ हो। ऊ काकीको छ एउटा झोला। सो अहिले हामी स्टप लिएको ठाउँ चाहिँ यो हो बागलुङ बुटिङ बुर्ती बान मानिसा स्टाफ होटल भन्ने। टुरबाट लिएर आउँदाखेरि नि हामीलाई यहाँनिर रोकेर आएको थियो। हामी घान्द्रुक जाने बेलामा हो, मलाई याद छ होइन राम्रोसँग। हेम्जाको बाटो हुँदै हामी यता घान्द्रुक जाने बेला यहीमा स्टे गरेको थियौँ। अनि त्यति बेला त्यही 15 मिनटको ब्रेक थियो क्या। अब फेरि हाम्रो राइड कन्टिन्यू भइसक्यो। अति रमाइलो लागिरहेको छ मलाई। दाइ पनि एकदम फ्रेन्डली हुनुहुन्छ। हुन्छ लाइक एजले हामीभन्दा वाइल्ड ठुलो, तर अति नै फ्रेन्डली हुनुहुन्छ क्या दाइ। ज्यान यस्तो गलिरहेको थियो अरे, यस्तो उठेर एकछिन स्ट्रेचिङ गर्नुपर्छ नि होइन ज्यान। बाटो त सेक्सी छ क्या यताको त। यत्तिकै बाटो मुस्ताङसम्म भयो भने त आमा के चाहियो र हो। यहाँ पनि चेकिङ थिएछ, कहाँनिर हो यो ठ्याक्क ठाउँै थाहा छैन, तर चेकिङ भयो। तर यहाँको एकदम गुड हुनुहुन्थ्यो सरहरू। यो ठाउँतिर चाहिँ मोडिफिकेसनको हेर्दैन रहेछ, नत्र त्यो उता त भेजा गर्ने भने त्यो पोखरा यता त्यो हुन्छ नि अलिक सिटी एरियातिर चाहिँ ल्याङ हुँदो रहेछ। यतातिर त अब खासै थाहा पनि छैन नि त त्यस्तो मोडिफिकेसन, लाइक त्यो ड्याङ 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 पड्काउने यता यो एरियातिर हुन्न नि त। सो भर्खरै यो भद्र खोला ब्रिज भन्ने आइपुग्यो हामी। मलाई त यो पर्फेक्ट टाइम हो जस्तो लाग्यो क्या अहिले आएर चाहिँ, लाइक घुम्नलाई क्या यो मुस्ताङहरू जाने चाहिँ पर्फेक्ट टाइम हो जस्तो लाग्छ। बर्खा र यो ठ्याक्क उसको अलि उसमा क्या अगाडि बागलुङ आइसक्यो हामी अब यहाँ। यता बागलुङ र यता चाहिँ यता के रे बागलुङ र के रे पाङ भने यता सबभन्दा लामो ब्रिज हो क्या। अहिले त अब टाइम छैन नि त। जम कस्तो छ उ यस्तै बाटो हो बेनीसम्म। हल्का अगाडिबाट पानी छ, पानी म त ढल्न लागिसक्यो अरे हेलमेटले। आमा मेरो बाइक बल्ल लङ टुर हान्ने जस्तो देखियो। आमा यता बोतल, यता यहाँ चाहिँ प्लास्टिकहरू राखेको छ, यो इनकेस पानी पऱ्यो भने वाटरप्रुफ बनाउनु पऱ्यो नि त होइन। अल त अल गुड।
सही हो कसरी आन केही भन्दै भ्लगमा सो मेरो बाइक निकाल्नु चाहिँ एकदम ठुलो टास्क एउटा टास्क जस्तै छ यसलाई यसरी जब अगाडि अगाडि तान्ने यसरी बाइकमा बहुतै सास फुल्छ यार कस्तो गर्मी क्या र अब चाहिँ बेनी आइपुग्न लाग्यो अरे है हाम्रो सुजलको थ्रुबाट इन्फर्मेसन पाएको मैले सुजलको गाउँ चाहिँ बेनीमा हो सो अहिले चाहिँ हामी अनि बेनीमा गएर सुजल गाउँमा खाना खाएर अनि त्यहाँबाट निस्किन्छौँ होला त्यही हो बाटो चाहिँ अब यस्तै यस्तै छ अरे बेनीसम्म ए धुलो रहेछ यार भाइजर लाउँछु हात सबै डढिसक्यो ग्लोभ्स नलगाउनुको यही हो क्या यही बेफाइदा ग्लोभ्स धेरै कुरामा हेल्प गर्छ यार हेर्नु न ल आम्मा कालो भएको हात ढुङ्गाले उदम पहाडी का हावा छैन क्या यार कस्तो पिकअपै नलिरहेको क्या पनि कति टाइम लाग्छ अब यहाँ सुजल अब हामी यहाँ काँचो अप्टिपेर खाँदैछौँ सबै दोस्त म चाहिँ यहाँ बाइकमा यसरी ढल्दै बसिरहेको छु है कटिला बाइकमा लास्ट थकिलाइसक्यो गर्मी त्यस्तै छ यता बाइक चलाइन्जेल चाहिँ शीतल हुन्छ एकछिन रोकेर त्यो गर्नु खोज्यो फेरि गर्मी त्यही हो अब बेनीमा गइन्छ अनि एकछिन रेस्ट गरेर त्यहाँबाट डाइरेक्ट मुस्ताङ लागिन्छ होला बेलुका बस्ने गरी पुग्ने त होला सायद त्योभन्दा अगाडि त पुग्दैन होला A few moments later. सो बेनी बजार आइसकेका छौँ हामी मेरो बाइकले पिकअपै नलिए जस्तो भइरहेको थियो पेट्रोल सकिँदाखेरि फुरफुर गर्छ नि त्यस्तै फुरफुर गरिरह पेट्रोल फेरि फुल ट्याङ्क छ कार्बोरेटर 4 भएर हो कि फेरि अस्ति भर सफा गरे सर्भिसिङ गर्ने बेला ट्याङ्का पनि सफा गरेको हो नमस्कार अङ्कल सन्चै हुन्छ Three hours later. सो अहिले चाहिँ यहाँ ठ्याक्क स्पिकर राख्दैछु म एक्लै छु नि त अनि झ्याउ लाग्छ भनेर दाइले यहाँ टक्कै स्पिकर राखिदिनु रहेछ अब मस्त गीत सुन्दै जाने अब मजा आउँछ सो अब लाग्छौँ हामी यहाँबाट खाना खायो सुजलको घरमा सुजल यहाँ छ काठी छ के छ कतिला Are you having fun? Of course. This is my first time in Beni यार अति दामी ठाउँ रहेछ भिडियोहरुतिर देखे जस्तो 2.5 किलोमिटर रूपसै वाटरफलमा आइपुगेका छौँ हामी अति नै ज्यान पुरै गलिसक्यो बाटो बन्द हो कि के हो फोटो खिच्नलाई होला
ढुङ्गा 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 ओ रेहान खान हेर्न हात बाउडे हेर्ने औँला बाउडेको रुप्से झर्ना आइसकेको छ भने हामी रुप्से वाटरफल गाडी सहित जम्मा भार वाहन क्षेत्र 25 टन बिजोग रहेछ यार यस्तो त यो पुल त हेर्दै बिजोग देखिरहेको सो यहाँनिर चाहिँ हाम्रो बाइक छ यो कटिला सरको यो दाइको बाइक झर्ना पनि हेरियो केटाहरू आउँदै गर्छ मलाई अलि लेट नै हुन्छ क्या बिस्तारै चलाइरहेको छु मैले अरूले भन्दा त्यही भएर म चाहिँ अगाडि नै हिँड्न लाग्यो त्यही हो झर्नाको यहाँ बसेर फोटो खिच्नु मन थियो तर अति क्राउड रहेछ सो भोलि आउँछु होला फर्किने बेलामा खिच्नु पर्ला खासै जाडो फिल भएकै छैन अहिलेसम्म अब बिस्तारै बिस्तारै हिमालको नजिक पुग्नु थालेपछि चाहिँ जाडो हुन्छ कि भन्ने हामीलाई लागिरहेछ फुटुन दिपेश के हो यो रुप्से झर्ना दाइले चाहिँ 9 बजीतिर पुग्छ जस्तो कुरा गर्दै हुनुहुन्छ 9 बजी पुग्यो भने त अति लेट हुन्छ त्यति राति पुग्यो भने त के मजा भयो र त्यही भएर अलि छिटै कभर गर्नु पर्ला बाटोहरू काभ्रे भिलेज ए काभ्रे भने यहाँ हो काभ्रेको सम्धि भनेको यतैतिरको पो हो दामी छ ओइ रेनबो यार ड्याम मलाई चाहिँ यो सानो सानो कुराहरू मिस गर्नै मन लाग्दैन यति लभली भ्यू आइरहेछ मोबाइल एउटा रिलको लागि भिडियो खिचेको छु इफ यु गाइज वान्ट टु सी देन फलो मी अन इन्स्टाग्राम लिङ्क डिस्क्रिप्सनमा छोडिदिन्छु म नत्र नाम सर्च गर्नु नि मिल्यो इट्स एम राहुल ठकुरी हो ड्याम यार कस्तो बवाल हो क्या ये बा यहाँ बस्ने मान्छेहरू कति लकी छन् क्या है इभन वी आर लकी एज वेल हामी नेपाली भएर हुन्छ नि लाइक बेस्ट फिल गर्नुपर्छ क्या हरेक कुरा छ नि त होइन नेपालमा अब डेभलप भएको छैन त्यो छुट्टै ठाउँमा छ अहिलेसम्म बाटोले म हल्का दिमाग भेजा भइरहेको थिएँ होइन तर अहिले चाहिँ सबै बिर्सिसकेँ क्या मैले यो भ्यूले गर्दा बाटो त के हो यस्तो क्रेजी आम्मामा क्या सार्प छ क्या यो ढुङ्गाहरू पनि अति क्रेजी उही यो त झन् हेर्दै डर लाग्दो Later. के हो यो घाँसा भन्ने ठाउँमा आछौँ होइन घाँसा कि के भन्छ अनि यहाँनिर चाहिँ थासाङ गाउँपालिका रहेछ यहाँनिर चाहिँ बाइकको इन्ट्री गरेर अब कतिजना जानला को जानला यस्तो इन्ट्री गर्नुपर्ने रहेछ त्यही हो यहाँनिर अब इन्ट्री गरेर जान्छौँ केटाहरू आउँदैछ रेहान चाहिँ आइसकेको छ रेहानले इन्ट्री गर्दैछ त्यहाँ सो त्यही हो अब एकछिनमा मोटो ब्लगमा भेट्नुपर्छ
ल्याइसक्यो हामी सोल्टीले अब चाहिँ हामी अब हामी राइड हाम्रो कन्टिन्यू गर्छौँ अनि के रे इन्तजार पछि रेहान हाम्रो रेहान हिरोको यस्तो देखाउनु न इट्स अलरेडी 7:11 हामी यति बेलासम्म त पुगिसक्नु पर्ने हो अब लास्टै ढिला भयो आज त के भन्नु अहिले लास्टै ढिला भयो यहाँनिर यो पर्मिटको लागि अलिक टाइम लाग्यो क्या यो बस अगाडिको उहरूको गर्न खोजिरहेछ सो धेरै टाइम लाग्दिरह नो वरिज अब चाहिँ वी आर अबाउट टु हेड मुस्ताङ अब चाहिँ हामी लाग्दैछौँ मुस्ताङतर्फ जाडो जाडो अलिअलि महसुस हुन थालिसक्यो मलाई चाहिँ अब पानी चाहिँ पर्ला जस्तो भएको छ होइन बिस्तारै बिस्तारै हिमालको नजिकतिर जाँदैछौँ त्यही माथि घाम पनि गयो नि त सो यस्तो साइड साइडमा लाइटहरू दामी बल्दो रहेछ यार यो इसी गाउँ आइपुग्यो अहिले चाहिँ अनि यहाँबाट लिएको चाहिँ 4 किलोमिटर छ अरे अब त राति हुँदै गयो अलिअलि डर लाग्न थालिरहेको छ मलाई किन हो थाहा छैन मौसम पनि एकदम डेन्जर देखेको छ हेर्दै पुरै मुभीहरू जस्तै भयो क्या सिनेमेटिक मुभीहरू हेर्दाखेरि यस्तै आउँछ क्या डिटु त्यो कलर ग्रेडिङ गर्दाखेरि विदाउट कलर ग्रेडिङ रियलमा यस्तो ए घोडा दामी यार ये अति बवाल मेरो आँखाले यस्तो देखिरहेको छ नि दिस इज माई फर्स्ट टाइम सिइङ दिस यो मेरो स्कुलको लाइटले चाहिँ अति नै हेल्प गरिरहेछ है रातिमा उताबाट गाडीहरू खासै आएको छैन क्या अनि त्यही भएर हाइवेमा बल्दाखेरि चाहिँ पुरै देखिरहेछ क्या तर स्टककोले चाहिँ अति गाह्रो हुँदो रहेछ हेर्नलाई भिजनै ब्लक हुने टाइपको हेर्नु है ल यो हाइवेमा यसरी ट्याक्कै देख्छ क्या खाल्टोहरू के छ मेरो लास्ट टाइम एक्सिडेन्ट भएको नि त स्टककै हेडलाइटले गर्दा हो लाइक अब त्यो रोडमा बत्तीहरू चाहिँ बलेको थियो होइन तर अफ रोड बाटो देखेको थिएन क्या अनि त्यही त हो अब अफ रोड बाटो देखिन खाल्टामा ड्याङ्गै गयो क्या पुलिसको गाडी जस्तो छ हो पुलिसको गाडी आमा कस्तो फालिदिन्छ यार ढुङ्गाले पुरै बाइकै फालिदिने भने फक्कै अझै यहाँबाट 1.5 घन्टा जति लाग्छ भने जस्तो लागेन हामी जोमसोममा गएर बस्छौँ होला आज चाहिँ भोलि जोमसोमबाट 1.5 घन्टामा पुग्छ अरे मुक्तिनाथ सो हामी चाहिँ अब त्यही जोमसोममा स्टे गर्ने भनेछौँ हाम्रो प्लान चाहिँ खास मुक्तिनाथै जान्थ्यो डाइरेक्ट हामी जान्थ्यौँ पनि होला तर अब हुँदाखेरि 12 नै बज्छ होला 11-12 बज्छ अरे दाइले भन्नुभएको 12-1 बज्छ अनि त्यहाँ अब खानासाना चिनेको छ भनेर पकाइन्छ होइन अब त्यो चिनेकै छैन खुल्ला नखुल्ला केही थाहा छैन उहाँ गएर फेरि लावारिस भएर बस्नुभन्दा बरु यहीँ जोमसोममै गएर बस्छौँ भनेर प्लान बनाइरहेछौँ लेट्स सी कहाँनिर हो यो ठाउँ जोमसोम हो र हाम्रै सोल्टीहरू हो जस्तो छ भने होइन के हो केस रेहान कुन बाटो गयो होइन होला रेहान होइन त्यो रेहान होइन सो अहिले चाहिँ यति राति भइसक्यो कि यहाँ एउटा नि गाडी देख्न छोडिसक्यो मैले चाहिँ अगाडि गाइड गर्दैछु अब यति राति जोमसोममा पनि खुल्ला छ छैन भन्न सकिन्न सिजनको बेला हो अहिले
धन्दै मरे क्या चिप्पिरह भने सर्ट भइरह जाऊ दाइले तिमी जाऊ अलिकति अगाडि डाउन रुम कहाँ लिएर बस्ने जुमसुम आइसक्यो त्यहाँ अघि जुमसुम ल्याएको थियो त्यहाँ जाम न त जाम जुमसमे बजारमा So we are finally here कहाँ हो यो मार्फा जुमसुम जे भने नि सेम त होइन होला तर त्यो बोर्डमा अघि त्यहाँ मैले हेर्दा वेलकम टु जुमसुम लेखेको थियो फेरि दाइले मार्फा भन्छन् आई डोन्ट नो के हो मैले बुझ्नै सकिनँ अब कहाँ रुम लिएर बस्ने हो थाहा छैन कहाँ लिने जाने अझै जे गरे नि त एकचोटि त्यहाँ बाइक लिएर जाऊँ न त्यहाँ जान मिल्छ अब यहाँको भ्यू हेर्नु मजा आउँछ 5% छ गोप्रोमा चार्ज जेरी गल्ली जे होस् दर्शन चाहिँ गर्न भ्याउँछ गोप्रोले जेरी गल्ली चाहिँ फिल्ममा मात्र देखाएको थिएँ मैले यो होइन होला हौ जेरी गल्ली हावा यस्तो छ र मार्फा लाइटिङहरु कस्तो दामी आम्मो बवाल स्टे गर्नुको होटल चाहिँ स्नो लियोपार्ड गेस्ट हाउस हो यहाँनिर कतिलाको बाइक दाइको बाइक रेहानको अनि यहाँ चाहिँ मेरो बाइक चाहिँ हल्का धुलो चाहिँ म भोलि बिहानमा देखाउँछु है कस्तो छ भनेर बाइकको कन्डिसन अब यहाँ ब्याग निकालेर अब सामान माथि लानु लाग्यो रुममा अब एकछिनमा म भ्लग गर्छु है अब खानासाना के खाइन्छ अब एकछिनमा भन्छु रुमको चाहिँ 2000 रहेछ है 2टा रुम लिएर बस्छ हामीले त्यही हो अब एकछिनमा भेट्नुपर्छ यो चाहिँ जेरी गल्लीले हो दामी छ यार ठाउँ चाहिँ लाइटिङ मोबाइल छ क्या यहाँ A few moments later अहिले चाहिँ यहाँ खानाको पर्खाइमा हामी सुजल दादा यहाँ पुरा फर्ममा पैसा अहिले पेमेन्ट गर्न लागिसक्यो सुजलले यो त 100 आउँछ यो भ्लगमा सकेन